हेलो एभ्रिवान दर्शक नमस्ते वेलकम टु न्यू भिडियो सबैजनालाई स्वागत छ है त म पनि सन्चै छु हजुरहरू पनि सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ मेरो बाख्रा चराउने पालो हैन त ट्याक्क यस्तो छ बाख्रा चराउँदाखेरिको हुलिया मेरो बिहान बिहानै जाडो हुन्छ शीत लाग्छ ट्याक्क पानी यस्तो झोलामा हाल्यो सर्लक्क चल काहीँ त अब हाम्रो खोर चाहिँ यस्तो छ हैन सर्लक्क यसरी खोल्यो अनि यसरी खुस्सा भित्र छिर्ने यस्तो ढोका खोलिदियो ल हिँड ल जा ल हिँडे चल 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 आज हिँड ल मुने 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 ल ल ल हिँड आइज ल ल ल मुने मुने ल आइज अनि हाम्रो गाउँ चाहिँ यस्तो रमाइलो छ कि सर्लक्क ल आइज हाम्रो हरियो मकै नि फलिरहेछ यहाँ अब 1-2 महिनापछि पाक्छ मकै ल चल चल मुने मुने ल अब हामी चाहिँ बाख्रा गोठालो हिँड्यो उगल ल ल मुने 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 यता हो यता 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 हिँड तँलाई यता यता ल ल ल हातरी ओइ यसरी वाक्क नि आम फाल्नुपर्छ यसरी तँलाई हिँडे उता हो क्या आज जङ्गलतिर जाने हो यता होइन चल धन्नै कानै लैदिएको नि त ल हिँड 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 यता हाम्रो आन्टी चाहिँ भैँसी दुहुँदै हुनुहुन्छ हिँड हिँड है हाम्रो बाख्रा चाहिँ चल्नै छ चल हेन लौरो उतै बनाउँछु आँसिदिनु न मलाई उता हिँड हेन हेन ओके ल दुई कुन चाहिँ उठो होइन र हिँड हिँडकै यतिखे यो जान्न र ल हिँड हिँडकै हिँड ए ल हिँड हिँड ए आजदेखि बाख्रा गोठालो लाग्यो चल चल हिँड हिँड अनि गाउँघर त यस्तो सुन्नै भइसक्यो क्या रे सबैजनाले छोडेर गइसके है हिँडे चल 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 हिँडे यस्तो रमाइलो ठाउँमा छ मेरो गाउँ चाहिँ यहाँ इस्कुस फलिरहेछ हिँड 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 चर चर हाम्रो बाख्रा चाहिँ यस्तो तन्नै छ हिँड चल हिँड बिस्तारै बिस्तारै गाउँले जिन्दगी गाह्रो छ हाम्रो यहाँ चाहिँ यस्तो खुर्सानी फलिरहेछ क्या यो अफ सिजनमा पनि हरियो खुर्सानी लाएर ट्याक्क ल हेर्नुहोस् त हरियो अक्कबारै खुर्सानी फलिरहेछ त
चल ओइ हेन चल यो छ नि यो बाख्रा चाहिँ बोका लगाउन लिएको अर्कैको हो अनि खासै यो चर्ने बानी रहेन रहेछ नि त यसको त्यही भएर हिँड्दैन क्या हिँड्नै खोज्दैन चुबुक्क बस्न खोज्छ यो रुखको नाम चाहिँ म भन्दिनँ होइन भिडियो देख्नेहरूले आफै चिन्नुहुन्छ हामी चाहिँ जङ्गल पसिसक्यौँ हो हाम्रो यस्तो बाख्रा चाहिँ लाइन लाएर हिँडिरहेछ अनि यति बेला चाहिँ म ठ्याक्क दुईटा जिल्लाको सिमानामा पुग्छु अब चाहिँ अनि कुन भन्नुहुन्छ तँलाई फटा पुगेल अहिले यस्तरी बारीतिर पस्न लाग्छ नि त मलाई फेरि मार्नुको थर्काउँछन् फेरि चल खै बाबा इस्यु त हिजो भैले खेल्न गएको राति 2 बजे आएको थिएँ सुत्यो यता चाहिँ हाम्रो हरियो घाँस काट्ने बेला दुधालु घाँस हिँडे खै खासै यसको चर्ने बानी रहेनछ नि त होइन बड अलि हिँड्नै अलि नखोज्ने रहेछ कि चर्न चाहिँ चर्ने अलि हिँड्न नखोज्ने यति बेला चाहिँ म जङ्गलमा आइसकेँ बाघ बखत मात्रै पहिला यो पुन्टे साइला फेरि हिँड्नै मान्दैन यार अहिले बोक्न पर्छ यसलाई बाघ साग छ भने चाहिँ लहट्नुपर्छ बिहान फेरि बाघले ढुकेर बसिरहेको हुन्छ कि बाटो च्याप्प समात्यो भने त्यसको बाजेले स्वात्तै लैजान्छ फेरि खत्तम बर्बाद मेरो बाख्रा भनेर रुडु बाइकहरू विकल्प केही छैन नजिक गयो भने मलाई नि मन्ताइदिने बेर लाउन्न त्यसको बाजे मेरो बाख्रा हरायो भन्ने बाइकहरू छैन केही विकल्प त्यही भएर पछि लुखुर हिँड्नुपर्छ अघि हिँड्ने अगुवा ट्याक्कै हेरेर हिँडै फेरि तलतिर लाग्यो ठिकै छ केही छैन तलतिरै लाग्यो नि चर्नै हो ल चल हिँड आधा तलतिर आधा माथितिर चल हाम्रो गाउँबाट चाहिँ मेरो गाउँबाट चाहिँ यस्तो धौलागिरी हिमाल देखिन्छ होइन अनि यता चाहिँ माछा पुच्छ्रे हिमाल नै देखिन्छ हेर्नु है यो चाहिँ माछा पुच्छ्रे होइन अरू नाम थाहा छैन के हो बिस्तारै चिन्दै गरौँला चल है हामी चाहिँ यस्तो झाङ केही पनि भन्ने होइन चल हिँड पुल्टे हिँड छाउरो चल यो चाहिँ बागलुङ है यो पछाडिको म चाहिँ अहिले गुल्मीमा छु मेरो घर चाहिँ गुल्मी गाह्रो छ हौ काम गर्न गाह्रो छ स्या हुन्छ सास भरेर सबै झर्न लाग्यो क्या हौ
झ्याउ लाग्छ यार चराउँदै। अनि हाम्रो चाहिँ यता छ नि यो चाहिँ एकदम ठुलो जङ्गल छ के। अनि हामी चाहिँ बाख्रा यतै लैजाने हो नि त। अनि यहाँ चाहिँ बाघ लुकेको हुन्छ, त्यसलाई चाहिँ यस्तै टर्साउनु पर्छ। यति गरेपछि त बाघ फेरि टर्सिन्छ मान्छेको आवाज सुनेपछि त। अनि बल्ल बिस्तारै बिस्तारै बाख्रा लैजानु पर्छ। अनि अब 2-4 घन्टा चराएपछि त घरतिर नि फर्किनु पर्छ होइन त। बाख्राहरू चाहिँ किन फर्किनु थाल्यो? बाख्रा अडायो क्या हो यसको बाटै। साले भाइ फर फट फै धन्ने यहाँ रहेछ तर्सा नि दामनाहरूलाई। सर हे कन्छ सर होइन भने त भोकै हुन्छस्, त भोकै भए म भोकै हुन्छु। बर्बाद हुन्छ रे अलि राम्रोसँग सर। तेरो गोसाए पनि यहीँ बस्छु लपक्कै। आया मार जेस बाख्रा चराउन हिँड्न चाहिँ मजा हुन्छ। अब यसो जङ्गलतिर पनि जानुपर्छ। उतातिर छिर्दाखेरि यसो सुकेका दाउरा साउरा देख्यो भने नि एउटा दुइटा उठाउनु पर्छ। गाह्रो छ। बाख्राहरू चाहिँ यहाँ मजाले चरिरहेछन्। अब मैले चाहिँ अलिअलि घाँस पनि लैजानु पर्छ किनकि आज तिहार हो नि त। अनि फेरि बेलुकातिर फेरि अब यसो घाँस काट्न भ्याएन भने चाहिँ तनाव हुन्छ है। त्यही भएर चाहिँ अब म चाहिँ घाँस काट्नतिर लाग्छु। बाख्रा चराउँदै नै अब भोक लाग्यो। भोक लागेपछि अब 2-4 पिस चाहिँ खाजा खानु पर्यो। आज चाहिँ सेलरोटी छ मेरो खाजामा। मस्त मिठो छ। पानी चाहिँ मैले यत्रो बोतलमा छ। अनि यो पानी चाहिँ किन रातो भएको भन्दा बिहान बिहानै चिसो पानी खाँदाखेरि घाँटी दुख्छ भनेर चाहिँ तातो र चिसो मिक्स गरेर ल्याएको थिएँ क्या। त्यही भएर चाहिँ हल्का रातो रातो छ। फेरि एक्लै छु भनेर चप्पै जुठो हाल्नुहुन्थ्यो। कहिलेकाहीँ बाटोमा चाहिँ मान्छेहरू हिँडिरहेको हुन्छ नि त, त्यो बेला तिर्खा लागेको बेला ट्याक्क मिलेर खानुहुन्छ। यो मिठो आयो रोटी। हुन्छ यति बेला त सबैको घरमा पाक्यो होला। खानु मन छ भने यसो कमेन्ट गर्नुहोस् भन्नुहुन्थ्यो। सबैको घरमा पाकिरहेछ। सबैको घरको चाख्नुपर्छ। सबैजनाले चाहिँ मलाई एक एकवटा राखिदिनु होला। म चाहिँ यहाँ बसिरहेको थिएँ कि। अनि मेरो बाख्राहरू चाहिँ ट्याक्क घुम्दै फिर्दै चर्दै ट्याक्क मैसँग मेरै काखमा आएर चरिरहेछन् अहिले। ठिकै छ एकदम बिल्कुल खुसी छन् यिनीहरू। म पनि खुसी छु। अनि आज चाहिँ मेरो बाख्रा चराउने ड्युटी सकिसक्यो। अब चाहिँ घरतिर लैजानु पर्छ। ल यसरी बाटो समातेर हिँडिहालेँ। उकालो मुख भारी बोकेर हिँड्न कम्ता डर हुन्छ। ए मुने हिँड, पुन्टे हिँड, तँलाई छाउरो हिँड, चल हिँड क्या। आज गइसक्यो तेरो आमाहरू। आइज 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 के आइज आइज आइज
छिटो आइज आइज स्याबास हस् पछि पछि आउनुपर्छ नि तँलाई गए ल हेन हेन ल हेन अघि यस्तोले लाइन लाएर हिँडिरहेछन् गाह्रो छ मलाई 2 4 6 8 10 14 15 2 4 5 6 7 8 9 10 5 15 ए म त एउटा छोडे जस्तो लाग्यो होइन रहेछ खलास है थ्याङ्क यू सो मच एभ्रिवान सबैजनालाई धेरै धेरै धन्यवाद भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएको छ यस्तै माया फेरि पनि पाइराखौँ सो नयाँ हुनुहुन्छ भने चाहिँ टक्क सब्सक्राइब गरेर जोडिने गर्नु होला पुरानोहरूले त माया गरि नै राख्नु भएको छ भन्दै अर्को भिडियोमा भेट हुन्छ है त